सबैजनालाई 2025 सालको नवरात्रिको शुभकामना धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यो बडा दशैंको उपलक्ष्यमा साथै दशहरा विजयादशमीको उपलक्ष्यमा सबै मेरा इष्टमित्र दाजुभाइ दिदीबहिनी बाबुआमा बाजे बोजू सबैलाई सेवा ढोक चाहन्छु। र अब बितेको साल जे जस्तो भए तापनि अब यो आउने सालहरूमा सबैलाई सुख शान्ति मङ्गलको शुभकामना ज्ञापन गर्न चाहन्छु। र सबै देश विदेशमा रहेको मेरा प्यारा दाजुभाइ दिदीबहिनी आमा बाबा बाजे बोजू अन्य इष्टमित्र र कुलकुटुम्ब सबैमाथि म यो नयाँ विजयादशमीको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना ज्ञापन गर्न चाहन्छु। र यसै गरी हर साल सुख शान्तिसँग बितोस् भनी म सबैलाई यो धन्यवाद दिन्छु। र सबैको आउँदो दिनहरू सुख शान्ति बितोस्, सुख शान्तिसँग रहोस् भनी म दुर्गा मासँग आशीर्वाद माग्न चाहन्छु। र सबै परिवारमा सुख शान्ति नै रहोस्। र यो जति पनि दुःख कष्टहरू भएको थियो हाम्रो यो दुःख कष्टहरू सबै यो बितेको सालमा जाओस् र नयाँ सालमा नयाँ रूप, नयाँ रङ, नयाँ सोचाइ, नयाँ जिन्दगी सुरु गरौँ भनी म सबैलाई आनन्दमय शुभकामना टक्राउन चाहन्छु। र सबैजनालाई यो विजयादशमीको हार्दिक शुभकामना ज्ञापन गर्दै आज म यो भिडियो बनाइरहेको छु। र तपाईहरूलाई पनि म सबैलाई सेवा ढोक चाहन्छु, सेवारो भन्दै आज मेरो यो सानो नयाँ दशैं विजयादशमीको सन्देशलाई म यहीँ समाप्त गर्दै जाँदैछु। र अरू त केही भन्नु छैन। र यस्तै हो जिन्दगी, मान्छेको भोलिको दिन कस्तो हुन्छ, आजको कस्तो हुन्छ त्यो भविष्यमा दिनहरूले बताउँदै जान्छ। र अब कालो रात्रि छोडेर हामी उज्यालो दिनमा आउनुपर्छ। र हामीलाई दुर्गा माले सहयोग दिन्छ र दुर्गा माले रक्षा गर्नुहुन्छ। र भव्य रूपमा हामीले यो दुर्गा मातालाई पूजा गरौँ, अर्चना गरौँ। साथै फुलपाती आफ्नो सारा सिस्टमबाट आफ्नो जस्तो प्रकारले मनाइन्छ त्यस्तै प्रकारले मनाएर जाउँ भन्दै म यो ज्ञापनलाई यहीँ समाप्त गर्न चाहन्छु। नमस्कार।